यदि तपाईँहरू थुक्पा खाँदाखेरि खाँदै तपाईँको नाकबाट पानी चुएन भने त्यो ओरिजिनल थुक्पा हुँदै होइन के। ल साथीहरू, आज चाहिँ तपाईँहरूलाई म बौद्धको शेर्पिनी आन्टीले बनाएको जस्तो नाकबाट पानी चुनी खालको चिकन थुक्पा रेसिपी बनाएर देखाउन लाग्दैछु। ध्यान दिएर हेर्नु होला। सुरुमा चाहिँ रनक्क तेल रन्काएर स्लाइस गरेको लसुन हालिवरी चिकन पनि हालेर त्यसमा चना पनि हालेर मजाले फ्राई गर्ने। त्यसपछि प्याज गाजर बन्दा हालेर थोरै नुन पनि हालेर त्यसलाई एकछिन मजाले पकाउने। त्यसपछि टक्क थोरै सोया सस हालेर एकछिन फेरि त्यसलाई मोलमाल गर्ने। मोलमाल गरिसकेपछि टक्क यो रेडी गरेर राखेको मेरो सेक्रेट जेली हाल्न लाग्दैछु। त्यसपछि थोरै पानी पनि हालेर त्यसलाई मजाले एकछिन छोपेर उम्लिन दिने। मजाले भक भक उम्लिन थालिसकेपछि फेरि बिर्को खोलेर एकछिन चलाउने। अनि चट्ट एकछिन चलाइसकेपछि तपाईँको उसिनेर राखेको थुक्पालाई चट्ट त्यसमा डुबाएर त्यसलाई एकछिन फेरि मजाले चलाउने। एकछिन मजाले चलाइसकेपछि तपाईँको नाकबाट पानी आउन थाल्छ स्वाक्क पारेर। त्यसपछि टक्क तपाईँको थुक्पा पनि रेडी भयो। एउटा बलमा हालेर झोल धेरै हालेर त्यसपछि माथिबाट एउटा डल्ले खोर्सानी पनि काट